हेलो वेलकम टु माई न्यू मिनी भ्लग। आई होप म सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। अहिले चाहिँ हामी पसल जाँदैछौँ, गाइजहरू हजुरहरू हेर्न सक्नुहुन्छ। बहिनी र म चाहिँ आज पसल जाँदैछौँ सामान लिनको लागि। तिमी के भन्न चाहन्छौ सानी? लाइक गर्नु, शेयर गर्नु, कमेन्ट गरिदिनु। अब हामी चाहिँ दोकान जाँदैछौँ बाटोमा रातिको समयमा चाहिँ हामी दोकान पुग्दैछ। हामी सामान किन्छौँ अहिले। हामी चाहिँ अब दोकान जाँदैछौँ। यहाँ चाहिँ रात परिसक्यो, अहिले कति बज्यो भन्दाखेरि 5:30 हुन लागिसक्यो। यतातिरको मौसम चाहिँ यस्तो छ गाइस, हजुरहरू देख्न सक्नुहुन्छ। गाइस होइन, अब दोकान पनि आइपुग्न लागिसक्यो। अब दोकानमै गएर भेटौँला। गाइस होइन, हामी चाहिँ अब पसल आइसक्यौँ। पसल भनेको चाहिँ यहीँ जानुपर्ने हुन्छ। हामी चाहिँ जहिले पनि यहीँबाट सामान लिने गर्छौँ। अब हामी सामान किन्छौँ अनि घर फर्किन्छौँ अनि हजुरहरूलाई देखाउनेछौँ। गाइस होइन, दोकान अब हामी जाँदैछौँ पसल। अब हामी भिडियो चाहिँ यही इन्ड गर्छु है गाइस होइन। हामी चाहिँ दोकानबाट भर्खर घर फर्केको, 5 बजेतिर घरबाट निस्केको दोकान जानको लागि भनेर हिँडेको हामी। अब 6 नै बजिसक्यो, किनभने धेरैजना आउनुभएको रहेछ सामान किन्नको लागि। पर्खिँदा चाहिँ 6 बज्यो होइन, घर पनि पुगेको छैन। अब के सामान किन्यो भनेर चाहिँ हजुरहरूलाई म घरै गएर देखाउने छु है गाइसहरू। मैले चाहिँ सानीलाई सुताइसकेँ। साने के भयो? तिमी के गरेको हो? गाइस हामी चाहिँ घर आइसक्यो। मेरो बेबी यहाँ बसिरहेको छ। छानो हेलो भनिदेऊ। मेरो बेबी चाहिँ उठेर बसिरहेको रहेछ। अब छानो चाहिँ अब सानीलाई चाहिँ म सुताइदिन्छु गाइसहरू। मैले चाहिँ अहिले अघि दोकान गएर के किने स्पेसल कुरा भन्दाखेरि चाहिँ डाइपर किने होइन। यो चाहिँ अब डेली बेबीलाई युज गरिराख्नुपर्छ नि त। अब सकिरहेको थियो, यस्तो चाहिँ मैले टन्नै लिएर आएको छु गाइस। हजुरहरूको बच्चाहरू छ भने पनि यस्तो डाइपर युज गर्नु होला, एकदम राम्रो छ होइन, एकदम कम्फर्ट छ गाइस। बाई बाई साथीहरू, अब नेक्स्ट ब्लगमा भेटौँला।